अब फेरि बालेन सरकार नबोल्ने अरे 15 गते। अनि किन बोल्नु पर्यो के? बोल्नु पर्यो किन के? उसले काम गर्दैछ त। उसले अस्ति भनेको थियो नि 4 साल तक म मेयरमा हुँदाखेरि म बोल्न पाइनँ। आज म राजीनामा दिएको छु, आज म बोल्दैछु। उसले भन्यो त अहिले फेरि 5 वर्षको लागि ऊ प्रधानमन्त्रीको पदमा बसेको छ। किन बोल्नु के? किन बोल्नु? अभी फुर्सद में नहीं है भन्ला फेरि उसले फेरि किन बोल्नु? त्यही भएर चाहिँ विरोध गर्ने होइन, उसलाई काम गर्न दिनुपर्छ। 5 वर्ष उसले ढुक्कले काम गर्दैछ भने काम गर्न दिनुपर्छ। हवस् त। उसलाई अब वाद-विवाद गर्ने, टोक्ने, छोप्ने, गाली-गलौज गर्ने त गर्नु हुँदैन। उसको आफ्नो कर्तव्य उसले निभाउँदैछ, गर्दैछ। 5 वर्षपछि ऊ फेरि आएर बोल्छ त, फेरि आएर बोल्छ। त्यही भएर हामीले उसलाई काम गर्न दिनुपर्छ। है त? त्यही हो। चित्त नबुझेपछि काउन्ट गर्नु होला है।